हेलो गाइस, आज चाहिँ हामी अब बुढा लिङ्कन्ठ जान लागेको छौँ। म र मेरो साथी को होला भनेको त ललिता बाँदरनी रहेछ। अनि त्यसपछि हामी गयौँ, हिँड्दा हिँड्दा थकाइ लगाएर त्यो हिँड्दा हिँड्दा भन्दा नि उकालो चढेको स्वाँ भयो। बल्ल तल्ल गोपी कृष्ण हल अगाडि गयौँ गाडीको लागि। गाडी कुद्दा कुद्दा यस्तो अल्छी लाग्यो है। अनि अल्छी लागेर यसो भिडियो बनाइदिउँ भनेर बनाएको, बिचरा नाइ म नबनाउने भनेर स्याड भएर बसी। अनि गाडी आयो, अनि गाडीमाथि हामी चढेर गयौँ। हामीलाई रुट पनि थाहा थिएन, केही पनि थाहा थिएन, सोधी गयौँ। त्यो बसकै दाइले ओह्रालिदिनु भयो। ओह्रालिदिएपछि हामी इस्कन जान लागेको थियौँ है। अनि इस्कनमा अब जाने बेलामा बाटो हामीले अस्ति पनि घुम्न जाने बेलामा देखाएको थियौँ इस्कन। अनि तर हामी गयौँ, मन्दिर चाहिँ बन्द थियो भन्नाले मेन मन्दिर चाहिँ बन्द थियो। अनि बाहिर घुम्यौँ। अनि कृष्ण भगवान्ले गोबर पर्वत उठाएको देख्यौँ। अनि यसो भ्यू हेर्दाखेरि भ्यू चाहिँ खतरा राम्रो छ होइन। भ्यू चाहिँ एकदम वाउ नै छ। अनि त्यसपछि अब अलिकति भिडियो सुट गरौँ भनेर हिँडेको भिडियो बनायौँ। अनि यो बाँदरनीलाई भिडियो बनाउन नि आउँदैन के है, उसको चाहिँ भिडियो राम्रो बनाइदिनुपर्छ। अनि यसो भिडियो बनाउँदै गर्दा फोटो पनि क्लिक गऱ्यौँ। फोटो खिच्न त मरेकै हो यो मान्छे होइन। अनि फोटो खिच्यौँ। अनि यो शिवजीले त्यो नागमाथि चढेको के नाम हो चाहिँ मलाई थाहा ठ्याक्कै एक्ज्याक्टली आएन। अनि अलिकति माथि चढ्यौँ। माथि चढेपछि जुत्ता खोलेर भित्र जान मिल्ने रहेछ भनेर भन्यो। भने जुत्ता खोलेर हात धोयौँ। तर ब्याड लक हाम्रो मन्दिर बन्द रहेछ के भन्नाले सरसफाइ गर्ने टाइम। अनि हामी यसो घुम्दै गयौँ। अनि गऱ्यौँ, टिकटक सिकटक बनायौँ होइन। टिकटक बनाएको भिडियो चाहिँ मैले बनाउन बिर्सेछु। टिकटक बनायौँ। अनि यसो घुम्यौँ, भ्लग बनायौँ। अनि यहाँ चाहिँ उसलाई टिकटक बनाउनु पऱ्यो यहाँनिर गाममा आएर। अनि उसको टिकटक समातिदिनु पऱ्यो। मैले समातिदिएँ, टिकटक सिकटक बनाएँ। उसले पनि एक्टिङ त थर्ड क्लास छी भन्ने खालको एक्टिङ गरी है। अनि त्यसपछि पार्किङ चाहिँ खतरा राम्रो रहेछ। म त पार्किङ छैन होला सोचेको थिएँ। अनि हामी इस्कनबाट निस्क्यौँ। अनि चटपटे पानीपुरी यो बाहिर यो उसको धुलोले होला कि केले हो थाहा छैन, मिठो लाग्छ क्या मलाई चाहिँ। अनि त्यही भएर खायौँ। अनि यहाँ यस्तो भएको देखिरहेको थियो। अनि खायौँ। अनि मैले उसलाई मायाले खुवाइदिएको है। मायाले खुवाइदिएको, हाँस्यो भाइ खुवाउँदा नि के भन्नु। अनि मलाई पानीपुरीको पानी चाहिँ एकदम मिठो लाग्छ। त्यही भएर मैले पानीपुरीको पानी चाहिँ खत्रै खाएँ होइन। अनि यसो मिठो सिठो गफसफ गर्दै चटपटे खायौँ। चटपटे खुवाउँदाखेरि मैले उसलाई खुवाइदिनु लगाएको थिएँ भन्नाले खुवाइदिनु लगाएको भने अनि खुवाएँ। अनि उसले मलाई खुवाउँदा भन्दा अनि चटपटे खायौँ, रमाइलो कुराहरू गऱ्यौँ। अनि त्यसपछि अनि कुरा